यसलाई के भन्दै थियो अघि क्लाइम्बिङ भनेन हैन लामा सर क्लाइम्बिङ हिजो नै हो यसलाई चाहिँ बालदत्त भन्छ है बालदत्त यहाँ फेरि के नट लाउने मुन्टर मुले है मुन्टर मुले कसरी लाउने हाफ क्लच लाउने हैन त्यहाँबाट यो दुईटालाई क्याच गर्ने है प्रोभिजनल भन्दा चाहिँ तपाईहरु फेरि प्रोभिजनल नट है यो पुरा फुलमा चाहिँ प्रोभिजनल नट यो चाहिँ किन म गरिरहेको छु भन्दाखेरि हामी कुनै पनि पासहरुतिर हैन यहाँ माथि अग्लो हिमालबाट कसैलाई लोरिङ गर्नु छ या कुनै आफूले बोक्न नसक्ने चिजहरू लोरिङ गर्नु छ भनेदेखि चाहिँ क्लिफ लोरिङ भन्छ है यो सिस्टममा जाने ल क्लिफ लोरिङ यो सिस्टममा जाने अनि यो सिस्टमले चाहिँ के गर्छ भन्दाखेरि यो अझै मेरो लामो भयो अलिकति पक्नुस् न यो फुल नटको नाम के रे यो प्रोभिजनल नट मुन्टर मुले नट भन्नु न मुन्टर मुले अनि यो लास्टमा स्टपर नट लाउँदाखेरि चाहिँ जहिले पनि योसँग जानुपर्छ ल जुनसुकै पनि यो पनि यहीसँग गएको छ नि त जहिले पनि योसँग जानुपर्छ ल यस्तो बाङ्गो उल्टो यसरी निकाल्ने होइन है अब यहाँनिर के भयो भन्दाखेरि सक्न त मैले यसैबाट पनि झार्न सक्थेँ नि त उहाँलाई होइन लोड दिनु ल यो अलिकति झड्का लाग्छ है यो है फुल लोड दिनु ल फुल लोड दिनु अब के भयो त यो चाहिँ हल्का यसरी झार्ने ल यसरी कन्ट्रोल गर्दै झार्नुपर्छ है यसलाई लुज राख्नुपर्छ है मुन्टर मुले लुज राख्नु यसलाई यहाँ अनि इनकेस पुरा फुल लोड दिनुहोस् है इनकेस के भयो त मेरो माथिबाट रक लाग्यो अरे ल मैले यो छोड्दियो केले ब्रेक गरे त हैन हौ एक्सिलरी रोकको यो यसलाई के भन्दै थियो अघि यसको नाम बालदत्त है नोट डाउन अनि यसको मेकानिजम चाहिँ अब के भयो त पुरा मैले खोल्नै सकेन अब होइन यो टाइट भयो यो जान्छ त जाँदैन नि अब फेरि के गर्ने हल्का यो रिलिज गर्ने रिलिज गरेर पक्नुहोस् हल्का लोड नदिनु ल सर पहिला के गर्ने यहाँ फेरि सेम प्रोसेस गर्ने है यहाँ के गर्ने सेम प्रोभिजनल नट लाउने है प्रोभिजनल नट यसलाई कन्ट्रोल गरिराख्नु पर्यो यसलाई कन्ट्रोल गरिराख्ने यो त अलिक टाइट हुनुपर्छ ल माथि यो त माथि यो उसमै लाउनुपर्छ है अनि स्टपर नट अब यसलाई चाहिँ के भन्छ भन्दाखेरि लोड डाइभर्ट है फेरि यो चाहिँ अब हामी कहाँ गयो लोड डाइभर्ट सिस्टममा गयो अघि यो खोल्न सकेन नि त होइन अब हामीले लोड कहाँ दिनु पऱ्यो यहाँ दिनु पऱ्यो नि त यहाँ दिनको लागि के गर्ने यो खोल्ने यो खोलेपछि लोड कहाँ गयो यसमा गयो नि त अब यो मुभमेन्ट हुन्छ कि हुँदैन हुन्छ नि त यो हल्का उ गर्न तर हल्का घुमाउनु पर्यो
अनि यो यो अलिक टाइट भयो त अलि यो चाहिँ अलिकति 1 2 3 4 5 6 7 8वटा भयो होइन मेरो हजुर 9वटा भयो तर कम्तीमा 7वटा लाउनुपर्छ अनि यो भएपछि अब हामीले फेरि मान्छे त झार्नु पर्यो अनि फेरि त्यही सिस्टम है फेरि यसलाई के गर्ने नोट लगाइदिने यो भयो अब लोड कहाँ गयो यहाँ गयो अब फेरि हामीले यहाँबाट डिसेन्ड गर्नु पर्यो डिसेन्ड गर्दाखेरि जहिले पनि यो खोल्दाखेरि ध्यान दिने यो हल्का लुज गर्ने त्यहाँबाट यसलाई हल्का यस्तो गरेर यहाँबाट झार्ने लोड दिनुहोस् सर गो 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 दिनुहोस् छोड यसले ब्लक गर्छ ल यसमा क्यारेबिनमा चाहिँ लक नै हुनुपर्छ होला है क्याबिनेट एकदम यसमा फरक पर्दैन लक भए पनि हुन्छ तर यहाँ चाहिँ डबल यहाँ चाहिँ लगै क्याबिनेट हुनुपर्छ ल यसलाई चाहिँ यसरी नै बिले दिन सकिने भयो हैन त्यही हो अनि बालदत्त नट मुन्तरमुले रबिनल नट यो बालदत्त नट चाहिँ 7 वटा हुनु पर्यो मिनिमम 7 वटा बालदत्त नट तर डायमिटर हेरिकन आफूलाई आवश्यकता अनुसार है जस्तो अब योभन्दा अलि मैले खुक्लो बनाइदिएँ है लोड नदिनु सर एकचोटि लोड टेक्सन नदेऊ मुन्टर मुन्टर यो भयो बालदत्त त्यो भयो ल लोड दिनुहोस् यो ओह्रालोमा मजाले गजबले काम लाग्छ ल लोडिङ गर्दाखेरि यो चाहिँ हामीसँग बिले दिवस नभएको खण्डमा हो कि कस्तो यो चाहिँ क्लिप लोअरिङ भन्छ है क्लिप लोअरिङमा चाहिँ जहिले पनि हाफ सेलुलर युज हुन्छ प्रायः जसो यो किन युज गरेको भन्दाखेरि यो चाहिँ एक्स्ट्रा सेफ्टीको लागि किन भन्दाखेरि हामी माथिबाट टक्क हात थाक्यो या हाम्रो हातमा ढुङ्गा लाग्यो भने यो त छोडिन्छ नि त यो छोड्यो भने मान्छे कहाँ गयो त तल गयो नि त तर यो छोड्यो भने ब्लक केले गर्छ यसले गर्छ नि त होइन भरे टाइट भयो भने के गर्ने त्यही सिस्टम गर्ने फेरि यो खोल्ने बित्तिकै यहाँ लक लगाएन भने के हुन्छ फेरि मान्छे जान्छ नि त यो खोल्नुको अगाडि यहाँ लक लाउनु पर्यो यहाँ प्रोभिजनल नट अनिवार्य हान्नु पर्यो यसलाई लक लाउने अनि यसलाई रिलिज गर्ने अनि यो लो डाइभर पनि है फेरि लो डाइभर तपाईँहरूको रेस्क्यु स्टकमा यो धेरैको युज हुन्छ नट पासिङमा पनि यही हो लो डाइभर्ट गरेर नट पासिङ गर्ने हो कहिले काहीँ झर्दै रोप सक्यो भने नि यही हो रोप सक्यो अर्को रोप जोडेर चाहिँ तल झर्नु पऱ्यो भने लो डाइभर्टिङ यसैबाट हुन्छ एक्जुलेटरी रोपबाट लो डाइभर्ट यसलाई दिने त्यहाँबाट नट पासिङहरू त्यस्तै हो अब यो सर यसरी खोलिन्छ तर यसलाई चाहिँ हल्का व्यवस्थित गर्नुपर्छ ल यो माथि टक्रक्क यो यतातिर राख्ने अनि प्रायः जसो चाहिँ टप बिलेको काम पनि गर्यो होइन अब ल तपाईँ तल झर्नु त सिम्पल झार्ने त यसरी हो सजिलो होइन उहाँले लोड दिनुहुन्छ क्लिपमा त झन् एकदम लोड हुन्छ होइन तर हाम्रो यो हात थाक्यो र हामीले कुनै बेला चाहिँ छोड्यो भने चाहिँ क्लिपबाट चाहिँ मान्छे तल कहाँ पुग्छ थाहै हुँदैन त्यही भएर हामीले सेफ्टीको लागि चाहिँ हो एक्जुलरी रोपबाट बालदत्ता बनाएर लोड ट्रान्सफर गरेर अनि त्यहाँबाट चाहिँ
झार्दाखेरि चाहिँ एकदम सेफ हुन्छ। अनि माउन्टेनमा जहिले पनि तपाईँहरू कसैको लिडरसिपमा नचल्नु, या तपाईँहरू काहीँ जानुहुन्छ नि सेफ्टी मार्जिन एकदम अपनाउनु। किन भन्दाखेरि स्मल मिस्टेक एकचोटिको लाइफ गेम फिनिस। किन भन्दाखेरि कसैको लडमा म त जान सक्छु भन्छ, यतातिर तकल हिँड्छ, ऊ पो जान सक्छ त होइन। तर टेरिन पनि हेर्ने, कतै त्यहाँबाट खसेर मर्ने पो छ भन्दाखेरि त सेफ्टी त अपनाउनु पऱ्यो नि त होइन। कसरी हुन्छ, प्रोटेक्सन हालेर हुन्छ कि रोप टाँगेर हुन्छ कि? यो बाल डटामा एक्चुअली बाँधिनु छ, म कन्फ्युज भएँ। सिम्पल छ है बाल डटामा। अब हामी फुल फेरि एकचोटि जाउँ ल प्रोसेसमै। हजुर एकछिन है त, यो डेमो एकचोटि फेरि यो भयो नि त होइन। यो पोजिसन है, हल्का छोड्ने। यो त सकेसम्म माथि टाइट गर्नु ल। उता बेस बनाउनु पर्छ पर्दैन? ल बेस बनाउनु छ। सेल्फ रिलिजको लागि त उतै माथिबाटै गर्नुपर्छ। यो भयो होइन। यो त भेरी सिम्पल छ है, यो चाहिँ तपाईँले केही पनि गर्नु पर्दैन है। बाल दत्तमा लाइभ रोप्नु माछीका चेप्न नपर्ने रहेछ क्या, केही गर्नु पर्दैन। घुमाउने माथिबाट ओभरल्याप गरेर ट्याक्कै त नट बनाएपछि माछाको नट भन्ने सोही घुमाउने। 1 2 3 4 5 6 अब एउटा घुमाइदिने 7 भयो। अब सरले त्यहाँ माथि ट्याक्कै लगाएर ओभरल्यापमा अब यहाँ बनाउँदाखेरि चाहिँ अलिकति आफू यो डाइरेक्सनमा आउनु ल। किन भन्दाखेरि यो डाइरेक्सनमा आएन भने फेरि यो डाइरेक्सनमा रोप निस्किँदैन है टक्क है। तर धान्छ हैन धेरै राख्नु हुँदैन, धेरै त होइन। यसले धान त धान्छ मजाले, धान्ने भएर नै यसको क्यापेसिटी हुन्छ। यसले धान्छ मजाले धान्छ, त्यसमा चाहिँ ढुक्क हुन्छ। किन भन्दाखेरि हामी एकछिनको लागि हो नि त, धेरै जुन दिने त होइन नि त, बेसीमा बेसी 1 मिनट हो नि त। यो त लोड डाइभर्ट दिने मात्र हो नि त। हामीले एकछिन तपाईँको वेट थाम्नलाई त यसले 2 3 जनाको वेट पनि मजाले एकछिनको लागि थाम्छ। त्यो भए पछाडि यति भएन। रोप चाहिँ जहिले रोप म्यानेजमेन्ट भन्छ है, कहिले किच्याउनु हुँदैन रोप होइन। अनि अब के गर्नु त, अब यो रिलिज गर्नु पर्यो नि त होइन। रिलिज गर्ने अनि यसलाई चाहिँ यसरी बिस्तारै खोल्ने है। अब यो सट्ट खोल्ने बित्तिकै यो हल्का लुज राख्ने है। यो यस्तो टाइट भयो भने के हुन्छ, भरे फेरि सार्न गाह्रो हुन्छ। हल्का राख्ने, झट्का आउँछ भन्ने क्लाइन्ट्सलाई होइन, या जोसुकैलाई। अनि त्यहाँबाट फुल लोड दिनुहोस् तपाईँ। अनि यो यसलाई टाइट नराख्ने, टाइट भयो भने के हुन्छ फेरि सर्दैन। अब तपाईँले यो खोल्न सकेन नि त, टाइट भयो नि त। फेरि अब के गर्ने त, यहाँबाट रिलिज गर्ने है। अनि यताकोलाई लक गर्ने, पहिला लक गर्ने, यताको रिलिज गर्ने, फेरि खुकुलो बनाउने, त्यहाँबाट कन्टिन्यू प्रोसेस। अनि तल झरिसक्छ। उहाँलाई त झार्यो, अब हामी कसरी झर्ने त होइन। हाम्रो पनि त लाइफ हो नि त होइन। एउटा क्राबिनरबाट छोडोस् न होइन, क्राबिनर छोड्ने, त्यहाँबाट यसलाई के गर्ने, डबल बनाउने, एटिसी गाइडमा हाल्ने, तल झर्ने, यो रोप स्वाट्ट तान्ने, एउटा क्राबिनर माया मार्ने। आफू चाहिँ कसरी झर्ने सर? यसलाई चाहिँ निकाल्दिने, यसलाई मात्र राख्ने। नै मैले त्यो भन्नु खोजेँ। त्यति त्यो होइन। ल
अब त्यो सिस्टममा नि जाउँ है त ल अब यो भयो है अब उहाँलाई अब उहाँ तल गइसक्यो हो गएन अब यो सिस्टमै चाहिएन हामीलाई के चाहिँदा यहाँ पहिला आफू बिल्ले चाहिँ हुनु पर्दैन सर आफू सेफ्टी त हुनुपर्छ यहाँ यसरी यो त अहिले म मैदानमा छु होइन तर जहिले पनि हिमालमा है आफू फर्स्ट सेफ्टी है अलवेज है जहिले पनि सेफ्टी मार्जिन है अनि उहाँलाई खोल्न लाउने रोप फ्री भन्न लाउने कम्युनिकेसन है आइएम सेफ भन्ने पहिला तल पुगेपछि है अनि त्यहाँबाट बिले अफ भन्ने अनि त्यहाँबाट मैले डोरी माथि तान्छ है डोरी माथि तानेपछि हाम्रो म कसरी झर्छु भन्दाखेरि म भनेको अब एउटा नट बनाउने हैन अनि त्यहाँबाट यसलाई तल फ्यालिदिने या आफैले कल गरे पनि हुन्छ हैन अनि मैले रोप कहाँ हाल्छ लक क्राबिनरमा हाल्छ ओके बिलो डिभाइस भयो कहाँ हो मेरो एउटा लक अब यो चाहिँ कस्तो कुन सिस्टम भन्दाखेरि यो चाहिँ डिसेन्डिङ सिस्टम है डिसेन्डिङ सिस्टममा जहिले पनि सेफ्टी जहिले पनि हाल्ने है प्रपर के गर्ने त यो रोपको डाइरेक्सन है यो जहिले पनि यो खाएको छ नि यो जहिले पनि रोपको डाइरेक्सन यो डाउन डाइरेक्सन है रोप जुन हामी यो तल जाँदैछौँ नि यो रोपको डाइरेक्सन यो है यति त आउँछ नि हामी सबैलाई हैन हैन दुईटा हाल्यो कि हाल्नु न हाल्यो ल अब लक गर्ने अब स्टिप छ के हो हैन त्यहाँबाट के हाल्ने मस्या के अरे मस्या त्यहाँ पुर्सिक नट तर बढी जसो मस्या हाल्ने है यो चाहिँ के हो पुर्सिक कड है पुर्सिक कड हो यो यसको नाम के अरे पुर्सिक कड यो कति मिटरको हुन्छ 1 मिटर जतिको हुन्छ है हैन यसले चाहिँ अहिले त म यहाँ सेफ्टीमा छ नि त के गर्ने यो डोरीलाई खाने जतिको लाउने है मैले कति लाग्यो भन्दाखेरि हैन यो चाहिँ एउटा 1 2 3 वटा 4 वटा जस्तो लाग्यो ल हैन यतिले खान्छ मलाई जहाँसम्म लाग्छ हैन खान्छ कि खाँदैन यहाँ चाहिँ अनलक भयो भने हुन्छ है यो चाहिँ कहाँ हाल्ने थाई लुपमा कहाँ अरे यो थाई लुपमा अब यसले खान्छ कि खाँदैन खान्छ सर खायो नि त अझै खाइरहेको छैन है त्यहाँ फेरि चेक गर्ने है खाएको छ कि छैन यसलाई घुमाइदिनु 1 2 चोटि हैन अब बढी भयो पनि केही छैन मस्या हाम्रो त भैँसीको मासु भन्छ है फेरि शेर्पा भाषामा चाहिँ के को मासु सर मैस्या भन्छ क्या हैन यस्तो अब त खायो नि त ओके अब चाहिँ मस्या करप मस्या अनि यो चाहिँ यति गयो नि हो त त्यहीबाट हैन यो चाहिँ अनि हाफ फ्री गऱ्यो भने यसरी है आफै लक हुन्छ अटो लक हुन्छ है यसको कामै अटो लक है मैस्या